त्यतिखेर हामी रोकेबल राम्रो आउँछ। स्लिपर सिटबाट हामी काठमाडौँतिर यात्रा गर्दैछौँ र यो चाहिँ स्लिपर सिटमा चाहिँ झट्ट सुतेर यात्रा गर्न मिल्ने आनन्दको सिट हुँदो रहेछ। बस्न पनि मिल्यो यसरी। तल पनि अर्कोपट्टि पनि छ र तल पनि छ, यहाँ यसकै तल पनि। यो चाहिँ भर्याङ, चढ्ने भर्याङ र यता चाहिँ हाम्रो अगाडि अरू प्यासेन्जर। सपना डिलक्सबाट यात्रा गर्दैछौँ र अब चाहिँ एउटा गाडी हिँड्न लागिसकेछ। इनरुवातर्फ दुहबीबाट इनरुवातर्फ गाडी हिँडिसकेको छ। आनन्दले हामी स्लिपर सिटमा चढेर यात्रा गरिरहेछौँ। साह्रै नयाँ अनुभव पनि हो। अब चाहिँ तपाईँको नाइट गाडीमा चढ्दा निन्द्रा पुगेन नपर्ने भयो भने मजाले सुतेर पनि जान सकिन्छ। र एकछिनमा अब यहाँ एक बाटोको एकदम रमाइलो दृश्यहरू पनि देखाउँछौँ। कोशी ब्यारेज, बरमजियाको पेडा भण्डार पनि आउँछ र एकदमै रमाइलो छ तराईको सिनहरू। हामी दाजुभाइ चट्टले सुतेका छौँ। अनि यहाँ चाहिँ हाम्रो एसी, यहाँ चाहिँ केही हेर्न पनि पाइन्छ। एसी दुईवटा छ, तल छपिएको छ हाम्रो यहाँ झोलाहरू राख्ने ठाउँ। यस्तो मजाको आनन्दको लग्जरियस बसेर हामी जाँदैछौँ। कली ओरालीहरूमा भन्ज्याङ्नी चौतारीहरूमा जहाँ जहाँ जान्छौ तिमी। अझै मात्र चढिन्छ होला। चढिन्छ, चढे बेला जी जस अब यही स्लिपरवाला गाडी आनन्ददायी हुने रहेछ भनौँ न। आजको अनुभवले त्यही बतायो। यिनीहरू आउन आँट्यो बजार, ल स्थानीय बजार हटियाहरू। ओहो, यहाँ त झन्डा रहेछ नि नेपालको। जसो गर जे भन जतासुकै लैजाऊ मलाई, ए मन त मेरो पाली हो। तराईका फाँटहरूमा धान लटरमै पाकेको छ र अस्तिको पानीले अलिअलि धान बिगारेछ पनि। कृषि मन्त्रीलाई के भन्न चाहनुहुन्छ? कृषि मन्त्रीलाई किसानहरूलाई राहत दिनुपर्छ। किसानहरूलाई र आजको भिडियोमा धेरै कुराहरू हामी देखाउँछौँ। सकेसम्म हामीले धेरैभन्दा धेरै कुराहरू तराईदेखि लिएर तराईको बिस्तारै तराईका फाँटहरूमा पनि धानको सट्टा यसरी ठुल्ठुला फ्याक्ट्रीहरू। त्यतिखेर यहाँ बाहिर टौदे अटिया खानेकुराहरू, दालमोट भुजियाहरू यसरी राखिन्छ यहाँ। र यो तराईको एकदमै रमाइलो दृश्य पनि हो तराईको जनजीवन। र यहाँ दारी काट्दै हुन्छ एकजना अङ्कलले र धेरै गाह्रो पनि छ
तराईको जनजीवन हैन अस्तव्यस्त पनि छ एक हिसाबले भन्दा मजाले हटिया लागेको छ। यहाँ फलामका सामानहरू बेच्दै हुनुहुन्छ। यतापट्टि कपडाहरू र माटोको सामानहरू फलफुलहरू देख्न सकिन्छ। हटियाले गर्दा अलिकति जाम पनि भएको छ र थान कपडाहरू पनि देख्न सकिन्छ। यसै गरी हामी जाम छिचल्दै अगाडितर्फ बढ्दैछौँ र अब हामीले केही क्षणमा महेन्द्र राजमार्ग जुन नेपालको प्रमुख राजमार्गलाई भेटिसकेका छौँ। यो महेन्द्र हाइवे। यताबाट हामी दायाँतर्फ यो भैँसीहरू आएपट्टि गयो भने इटरी बजार जान सकिन्छ भने अब हामी यो यतापट्टि काठमाडौँतिर तय गर्दैछौँ हाम्रो यात्रालाई र महेन्द्र राजमार्ग हामीले भेटिसकेका छौँ। यो पूर्व पश्चिम राजमार्ग र पश्चिमतर्फ अघि बढ्छ र यो यात्राको दौरानमा हामी बन्टाबारी बजार आइपुगेछौँ। गरिबको चमेली रोइदिने केही छैन। दक्षिण हैन उता पश्चिम। अहिले त हामी दक्षिण जाँदैछौँ। अबको केही मिनेटमा हामी कोशी ब्यारेज हेर्न लालायित छौँ। नेपालको ठुलो नदी कोशी ब्यारेज। कोशी भन्ने बित्तिकै विभिन्न हिसाबले चिन्न सकिन्छ। बिहारमा कोशीलाई बिहारको दुःख भनेर पनि कोशी नदीलाई चाहिँ हामीले चिन्न सकिन्छ। र पशुपालन तराईको पशुपालन हामीले देख्न सक्छौँ। चरण क्षेत्रहरू देख्न सक्छौँ। नेचुरल दृश्य पनि हामी देखाउँछौँ र तराईको पशुपालन चरण क्षेत्र हामीले व्यक्त गर्दैछौँ र यो कोशीको माइलो दृश्य छ। यो सुनौला बालाहरू किसानहरूले अत्यन्त मेहनत गरेर काट्न योग्य बनाउनु भएको छ। सुनौला धानका बालाहरू जसले मानिस प्राण भर्ने गर्दछ र एकदमै धानको बाला झुलेको दृश्य हामीले देख्न सक्छौँ। एकदमै मनमोहक दृश्य देख्न सक्छौँ र यो तराईको जनजीवनलाई हामीले जस्ताको तस्तै यथार्थ हिसाबले हामीले उजागर गरिरहेका यति
लागि योग्य भूमि तयार गरिँदैछ। यहाँ विभिन्न खेती लगाइनेछ जसले मानिसको जीवनमा प्राण भर्नेछन्। देख्न सकिन्छ नजिकै यस्तो बस्तीहरू पनि हामीले देख्न सक्छौँ। संसारी नै पर्छ होइन बारी चाहिँ सिधा 70 कोशी ब्यारेज देखाउने छौँ। ल कोशी ब्यारेज हेर्नुहोस्, नेपालको सबैभन्दा ठुलो विशाल भीमकाई नदी कोशी नदीमा कति पानी छ देख्न सकिन्छ सहजै। र यो चाहिँ ढोकाहरू छ कोशी ब्यारेजको। यहाँबाट उता नहर गएको छ र अब यहाँबाट हामी कोशी ब्यारेजको यो दृश्य एकदमै मनमोहक दृश्य देखाउँदैछौँ। कस्तो छ भाइ, समुद्र जस्तो छ नि त यो। र यो चाहिँ इन्डियाले निर्माण गरेको ब्यारेज हो र भनिन्छ यसको चाहिँ समय अवधि सकिसकेको छ। यो पूर्व पश्चिम राजमार्गलाई जोड्ने पुलको रूपमा यो चाहिँ खोलिएको हो। यो कोशीको ढोकाहरू गेटहरू खोलिएको छ, यहाँबाट पानी बगिरहेको छ र अरू चाहिँ बन्द छ, अहिले बन्द अवस्थामा छ अरू ढोकाहरू, ब्यारेजका ढोकाहरू। यता पनि ढोका खोलिएको छन् र बालुवाहरूले ढोकालाई केही जाम जस्तो पनि बनाएको छ। र यति ठुलो हामी यत्रो समय हिँडिसक्दा पनि कोशी ब्यारेज बल्ल अब सक्यो। यहाँबाट अब हामी पश्चिमतर्फ लागिसकेपछि हामी मात्र कोशी ब्यारेज सकिएको छ अब फाइनल्ली। हेर्नुहोस् ब्यारेज कति लामो देखिन्छ। बर्माजियाको पेडा पसल, पेडा भण्डार। अब यहाँ एउटा ठुलो क्वेसन उठ्छ, कुन चाहिँ होला असली बुढो बाजेको पेडा पसल भन्ने क्वेसन उठ्छ अवश्य पनि। र यहाँ धेरैवटा पेडा पसलहरू छन्। त्यसमा मलाई पनि जहिले पनि एउटा सधैँ कन्फ्युजन हुने कुन चाहिँ होला बुढो बाजेको साँच्चैको पेडा पसल चाहिँ कुन होला भन्ने जहिले पनि लाग्छ र एकदम कन्फ्युजन खालको। लाहान बजार देख्न सक्नुहुनेछ। हो लाहान देखिरहेछ। हामी नागढुङ्गा सुरुङ मार्गको नजिकमा छ। सुरुङ मार्गको बाटो हो। नेपालमा पनि अहिले तीव्र गतिमा सुरुङहरू बन्ने क्रम छ र देख्न सकिन्छ। सुरुङको तलबाट हामी यसरी यहाँ माथि सुरुङ छ, बाटोघाटोहरू बन्ने क्रममा छ।
त्यो सोध्नु एकै ठाउँ जान सकिन्छ र यो सातो बाटो चोक यो बाटोबाट हामी गोदावरी जान सक्छौँ प्रहरी कार्यालय अस्ति जेएनजी समूहले विच्छेद बनाएको थियो तर अहिले बाटो सिएको